कोइलीको भाका कोइलीको भाका तिमीलाई सम्झेर सायद दुई आँखा कोइली चारेर रोउन तिमी भन्दा मेरै छु बैरागी मलाई साथी बनाउन। दुई धारको बीचमा देखिएको डाँडामा पुग्ने हाम्रो यात्रा यसरी सुरु हुन्छ। नमस्ते एन्ड वेलकम टु माई भिडियो। आजको भिडियो एकदमै रमाइलो हुनेवाला छ। कृपया भिडियो अन्त्यसम्म हेर्नुहोला। भिडियो कस्तो लाग्छ कमेन्ट गर्नुहोला, भिडियोलाई लाइक गर्नुहोला अनि फलो गर्न नबिर्सनुहोला। युट्युबबाट हेर्दै हुनुहुन्छ भने सब्सक्राइब गर्न नबिर्सनु है त। यो मनले सोध्छ एकेटा त किन आको म त पैसा कमाउन पो आको खै त काममा गएको। फेरि अर्को मनले सोध्छ कम्पनीमा काम भापो कम्पनीमा काम भापो। यो गर्मीको काम सम्झिँदा यो मन साह्रै दुखी भयो। यस्तै कुराहरू सोच्दा सोच्दा एउटा पसलमा पुगियो। त्यसपछि त्यहाँबाट सामानहरू किनियो अनि हामी आफ्नै गन्तव्यमा हिँडियो। एकछिन हिँडेपछि हामी जाने डाँडा पनि देखियो। जानी नजानी एउटा यस्तो ऱ्याप लेखियो। एकछिनमा फेरि अर्को साथी भेटियो। एक दुईवटा फोटोसोटो खिचियो अनि मनको तिर्सना सबै मेटियो। य साथी फेरि आफ्नै गेमतिर बिजी। अझ मलाई भन्दैछ यो गेम छ साह्रै इजी यो गेम छ साह्रै इजी। कोइलीको भाका कोइलीको भाका तिमीलाई सम्झेर सायद दुई आँखा कोइली चारेर रोउन तिमी भन्दा मेरै छु बैरागी मलाई साथी बनाउन। 우리 여기서 봐봐 이거. 이거는 매프 려우팽문 려동문 여기서 0.5 km 한세 미터 500 미터 잘했어요. हाम्रो शिवदाईको मिठो मिठो गीतहरू सुन्दै सुन्दै यस्तो मिठो मिठो गफहरू गर्दै हामीहरू त्यसपछि त्यहाँबाट बिस्तारै बिस्तारै उकालो लाग्यो। फेरि गीत पनि कस्तो मिठो गाउनुहुन्छ। गीत गाउँदै ऱ्याप हान्दै उहाँले चाहिँ एकदम गाइड गर्दै अगाडि बढिरहनु भएको। 이거 힘들어. वनको कफल खाने छरी वनकै गीत गाउँछ। ढिलो चाँडो एक दिन पालो जसको पनि आउँछ। होइ पिँडालु खुर्केर खान्छ यतिकै बुक्राले कुक्याउला। बेलैमा होस गर सानो बैमानी बैसाले झुक्याउला। बेलैमा होस गर सानो बैमानी बैसाले झुक्याउला। दयालुलाई भेट्न जाँदा कुनै चिन्ता भएन। झल्को लालीवटको झल्को लालीवटको बाटो खुल्यो मोटर चढ्यो जुम्ला कालीकोटको। एकछिन फेरि हिँडेपछि हामी फेरि अर्को लोकेसन भएको ठाउँमा पुगियो। 2.2 km 아직 남았어. 3km 있어야 여기서 밑에서. बिहानै झ्याप बनायो मलाई एउटा क्यान मेघजुले। त्यसपछि उकालो चढ्दा हल्का हल्का झुले। यताको जङ्गलतिर धेरै मरन भुल भुले। उकालो हिँड्दा हिँड्दै कति ठाउँमा धेरै डुले। या डुल्दा डुल्दा म धेरै थाकिसकेपछि म धेरै भागिसके टाढा टाढा। त्यसपछि म भए हल्का गाढा।
दिन्छु तिमीलाई म एउटा कोठा भाडा दामी यार दामी राम्रो छ ल पुरा ल कन्टिन्यू या यति मेरो सास फुलियो कि उकालो हिँड्दा कता कता म भुलियो कि किन यसरी म आज डुलेछु यो जङ्गलको बिचमा साह्रै म भुलेछु या हामी आउँदैछु है कोरियाको डाँडामा महावर कैलाश की जय होस् यो कोरियाको माटो त्यसैमा उकालो बाटो म हिँड्दैछु तिम्रो नि साटो उकालो हिँड्दा खुट्टा भयो लाटो त्यसैले मेरो दुखिरहेछ खुट्टाको गाँठो यो उकालो बाटो एकदम उकालो बाटो त्यसमा पनि सल्ले पिरल हुन्छ नि सल्लाको पातहरू झरेर एकदम चिप्लो कता लडिने हो भने जस्तो हैन ठुल्ठुला ढुङ्गाहरू यसो रस्सी समातेर त्यहाँको डोरी समातेर माथि जानुपर्ने जस्तो बाटो रहेछ अनि यस्तो बाटोमा ठक्क अब धेरै समयपछि हुन्छ नि धेरै समयपछि यस्तो जङ्गलको बाटो हिँड्ने अनि यस्तो उकालो चढ्ने अवसर मिल्यो त्यसैमा पनि एकदम दाइहरूसँग मनमा उमङ्ग भने जस्तो चट्ट रमाइलो गर्दै टक्क माथिसम्म पुगियो त्यसपछि हामी टक्क एकछिन रेस्ट गर्ने जस्तो आराम गर्ने जस्तो ठाउँ अनि त्यहाँबाट तलको भ्यूहरू हेर्ने जस्तो ठाउँमा पुग्यौँ तलको भ्यूमा चाहिँ हाम्रो कम्पनी देखिने रहेछ राम्रोसँग आना ओसेनको पहिलो सिन देखियो है एकछिन नाचेर रमाइलो गरेपछि फेरि माथि जानेलाई एउटा चराको गुण भेटियो चराको गुणमा होइन 3वटा चाहिँ अन्डा पनि रहेछ आइपुगेपछि एकदमै रमाइलो दृश्यहरू देख्न पाइयो होइन यता हाम्रो दाइहरू त्यहाँ भित्र बस्नु भएको छ म यता छु त्यसपछि मैले बिहान देखाएको थिएँ नि बिहान तल हाम्रो कम्पनी नजिकैबाट देखाएको थिएँ अब यहाँबाट चाहिँ हाम्रो कम्पनी देखिन्छ ऊ तल त्यति तल कम्पनी छ अनि यहाँको तर यो फोटाबाट डाइरेक्ट यहाँनिर जस्तो देखिन्छ तर धेरै माथि हिँडेर आयो लगभग 2 घन्टाभन्दा अझ धेरै हिँडेर आयो बिहान देखेको टावर चाहिँ हो त्यो यो टावर छ नि यो टावर चाहिँ हो अनि यता तल हाम्रो कम्पनी छ यो कम्पनी यो ठुलो कम्पनी छ त्यसपछि यो हाम्रो म्यानमारी दाइ हो यो अर्को म्यानमारी दाइ यता पनि पर समुद्र देखिँदैछ यहाँ हाम्रो शिव दाइ हुनुहुन्छ यता एकचोटि यता आइबन्दियो नि त यता देखाउने यता ल यता हेर्नु पुरै जङ्गल मात्रै पुरै जङ्गल है त्यहाँ राष्ट्रिय निकुञ्ज यो ठुलो छ राष्ट्रिय निकुञ्ज भन्दा पनि ठुलो छ पुरै जङ्गल छ नि त्यहाँ जहाँ देख्यो नि त्यो जहाँ भएको स्यामसङ कम्पनी हो अनि यहाँनिर चाहिँ हाम्रो हानावसन कम्पनी नजिकै कम्पनीहरू यो हाम्रो हानावसन कम्पनी हो भने अनि पछि कहाँ आयो त्यहाँनिर चाहिँ स्यामसङ कम्पनी रहेको छ यति नजिक छ ल मेरो त पुरानो एक्स कम्पनी भन्दा पनि भयो मेरो एक्स कम्पनी त्यही हो आजभोलिको कम्पनी चाहिँ यो हो यो म्यानमारको दाइहरूले चट्ट मिठो खानेकुराहरू बनाउनु भयो अनि चट्ट खाइयो होइन कस्तो मिठो लाग्यो त्यसपछि हामी अब एकछिन हेरेर रमाइलो गरेर अब हामी ओह्रालोतिर झऱ्यौँ ओह्रालो झर्ने गर्ने बेला शिव दाइले चट्ट मिठो गीत गाउँदै चट्ट ओह्रालीमा झर्दै चट्ट कस्तो रमाइलो तरिकाले आजको चाहिँ एकदम घुमघाम चाहिँ एकदम रमाइलो भयो अझ लास्टमा अझ हेर्नु होला हामी नाचेको रमाइलो गरेको भिडियोहरू पनि लास्टमा राख्नेछु यो चाहिँ शिव दाइको कला हो कि चर्ते कला खै बुझ्ने गाह्रो तर एक्टिभ हुनुहुन्छ हाम्रो दाइ एक्टिभ हुनुहुन्छ टक्क त्यहाँनिर त्यस्तो टक्क फर्केर गर्नुभयो अनि रुखमा पनि चढ्नुभयो हामी डाँडामा पुगेदेखि तल झर्ने बेलासम्म आजको मुख्य केन्द्रबिन्दु भनेकै त्यहाँबाट देखिने भ्यू भनेकै यो हानावसन कम्पनीको भ्यू रहेछ होइन अलि तलतिर झरे पनि यही कम्पनी देखिन्छ माथिबाट पनि त्यही कम्पनी देखिन्छ अनि डाँडाहरू वरिपरि चाहिँ पुरै हरियाली देखिने रहेछ टापुहरू देखिने रहेछ अनि पर बुसान पनि देखिने रहेछ है
एकदम रमाइलो रहेछ ठाउँ। अब यो कम्पनीको राम्रो अवलोकन गर्नका लागि पनि माथि गएपछि एकदम राम्रो देखिने रहेछ।